इन्टरनेट अनलाइन www.flashkhabar.net विश्वभर प्रसारण भइरहेको अनलाइन खबरमा म अस्मिता अधिकारीको नमस्कार। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले मेहनतले यसै नतिजामा सुधार आएको बताएका छन्। ओलीले फेसबुक मार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको बताएका छन्। आज असार 15 धान दिवस दही चिउरा खाई रोपाई गर्दै नेपालभर मनाइयो। रूपन्देहीको तिलोत्तमा 5 स्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट एसई दिएका 609 जना मध्ये 18 जनाले 4 जिपिए ल्याई देशभरबाट उत्कृष्ट विद्यालय हुन सफल। निजामती विधेयक प्रतिनिधि सभाबाट पारित कुलिङ पिरियडको विषयमा कतिपयको असन्तुष्टि। पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतलाई 25 लाख धरौटीमा छाड्न अदालतको आदेश। बालेनको निम्तोपछि भुटानका पूर्व शिक्षा मन्त्री काठमाडौँमा दिग्गज शिक्षाविदबीच महानगरको शिक्षा नीति। अमेरिकामा रहेकी रासोपा नेत्री तोसिमा कार्की र अमेरिकी सांसद जनी ओलसजेस्की बीच भेटवार्ता। बाँकेको लालपुरमा धान रोप्ने क्रममा चट्टान लागेर 1 जनाको मृत्यु। एएफसी महिला एसियन कपमा नेपालद्वारा लाओस पराजित। भारतको राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी। शहरको अस्वास्थ्यकर प्रदूषित हावालाई सफा गर्ने प्रविधि मार्फत वर्षा गराउन थालिएको भारतीय पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाको घोषणा। धन्यवाद। विस्तृत समाचारको अपडेटको लागि हाम्रो पेज flashkhabar.net वा टिभी हेर्न नभुल्नुहोला। नमस्कार।